आउनुहोस् यो भिडियो हेरेर अन्तिमसम्म तपाईलाई के लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोस्। मलाई चाहिँ लाग्यो यी मान्छे स्वार्थका लागि आएका थिए श्रम संस्कृति पार्टीमा। हर्क साम्पाङले उनको शर्त पूरा नगर्देपछि अहिले हर्क साम्पाङको सक्दो विरोध गरिरहेका छन्। ल हेर्नुहोस् भिडियो। सक्छस् भने आइज फेस टु फेस र हर्क सम्पर्क मानेसँग राख। मैले भन्दैछु श्रम संस्कृति पार्टीको सम्पूर्ण केन्द्रीय सदस्यहरूदेखि लिएर सम्पूर्ण मान्छेले नै मलाई ल्याइजाओस् हर्क सम्पर्कको छेउमा। म लाइभ हर्क सम्पर्कसँग डिबेट गर्छु क्या यो विषयमा। लाइभ बसेर गर्छु, लाइभ बसेर गर्न सक्छु। हर्क सम्पर्कले मसँग बस्दाखेरि म निनाचन्द्र भाइ, थुम्की मिडियाको सञ्चालक तपाईँ नै, प्रवेश राई, अनि त्यहाँदेखि कोयल सर, अटल सिंह राई र अरू 15-16 जना हामी मान्छे थियौँ। अरू पनि हुनुहुन्थ्यो। हामी त्यतिखेर 11 बजीसँग बसेको थियौँ सम्पर्क मानेर। त्यतिखेर उहाँले के भन्नुभयो भने तपाईँ बाहेक यो श्रम संस्कृति पार्टीमा अरू कोही पनि छैन, क्यापेबल व्यक्ति नगर प्रमुखको लागि मेरो पार्टीमा कोही पनि छैन र मेरो पार्टीमा क्यान्डिडेट पनि छैन र कसैलाई राजनीतिक नलेज भएको व्यक्ति कोही छैन र यो नगर प्रमुखको लागि निनाचन्द्रजी तपाईँ हो। म हर्क सम्पर्कले यस्तो गर्नुहुन्छ उहाँले क्या श्रम संस्कृति पार्टीको सबैभन्दा ठुलो मान्छे म